हेलो एभ्रिवान, साइलीको भान्साघरमा हजुरहरूलाई स्वागत छ। आजको भिडियो अलिक विशेष छ किनकि आज म बनाउँदैछु पालपाली चुकाउने। म पनि फर्स्ट टाइमै बनाउँदैछु। हेरौँ है त कस्तो बन्दछ। चुकाउने भन्ने बित्तिकै अमिलो पिरो टक्क स्वाद भएको हुन्छ सायद। चुकाउने बनाउनको लागि चाहिँ हामीले सुरुमा फ्रेस दही लिनुपर्छ। दही फ्रेस भयो भने अझ मिठो हुन्छ चुकाउने। अनि मैले चाहिँ उसिनेको आलुलाई काटेर रेडी गरिसकेको छु। दहीलाई चाहिँ मजाले फिट्नुपर्छ पातलो हुने गरेर। अनि यसमा चाहिने आफूलाई जे मनपर्छ त्यो सबै मसलाहरू एड गर्दा भयो। मैले चाहिँ यसमा काश्मिरी मिर्च, मसला, नुन सबै हालिसकेको छु। अनि मजाले रेडी हुन्छ यो मसला, दहीको मसला चाहिँ। मैले सुनेको पाल्पातिर चाहिँ पहिला चुकाउने एकदमै कम्पलसरी नै जस्तो हुन्थ्यो। पाहुनाहरू आउँदा जस्तो चाडपर्व भयो, सामान्य दिनमा चाहिँ त्यो चुकाउने बिना चाहिँ इन्कम्प्लिट भयो जस्तो हुन्थ्यो अरे। अब अहिले चाहिँ अब अर्कै भएको होला, तर एकदमै अनिवार्य रूपमा बनाउनै पर्ने चुकाउने। त्यो भएर मैले पनि ट्राई गरेँ। एकदमै मिठो लाग्यो फर्स्ट टाइम बनाउँदाखेरि। खाना चाहिँ मैले पहिले पनि खाएको थिएँ, तर घरमा चाहिँ आज बनाएको मैले। एकदमै मिठो। प्याज, धनियाँको पत्ता, खोर्सानी, अनि त्यस पछाडि हामीले मजाले तेलले झान्नुपर्छ। तोरीको तेलमा यो मेथी हालेर झान्यो भने चाहिँ एकदमै मजा आउँछ। तपाईहरू पनि ट्राई गर्नुहोला। यस्तै नेपाली परम्परागत खानाको लागि मेरो च्यानल सब्सक्राइब गर्नुहोला है त। हामी छिट्टै अर्को नयाँ भिडियो लिएर आउनेछौँ। थ्याङ्क यू।